भेडा बाख्राको बिफर, sheep and goat pox. Ladies and gentlemen, welcome to the Vet Hub. भेडा बाख्राको बिफर भेडा बाख्राहरूमा देखा पर्ने एक प्रकारको विषाणुजन्य संक्रामक रोग हो। यस रोगको कारण ज्वरो आउने र शरीरभरि फोका उठ्ने लक्षणहरू देखिनुका साथै 80% सम्म पाठापाठी र 50% सम्म वयस्क बाख्राको मृत्यु हुन सक्छ। यो रोग मुख्यतया अफ्रिका, मध्यपूर्व र एसिया महादेशका विभिन्न देशहरूमा व्याप्त छ। हालसालै युरोप महादेशका बुल्गेरिया, ग्रीस, रसिया लगायतका विभिन्न देशहरूमा समेत यो रोग प्रमाणित भएको छ। नेपालमा यो रोग प्रयोगशालाबाट यकिन भएको छैन, तर यो रोगमा देखिने जस्तै लक्षणहरू भेडा बाख्रामा बेला बेला देखा पर्ने गरेको भने छ। यो रोग भेडा र बाख्रामा देखिन्छ। कारक तत्व: पक्स भाइरिडी अन्तर्गत क्याप्रीपक्स समूहको क्याप्रीपक्स भाइरस। लम्पी स्किन रोगको भाइरस पनि यही समूह अन्तर्गत पर्दछ। यो रोगको ओथारो अवधि 8 देखि 13 दिन रहेको छ। यो भाइरस ऊनमा 3 महिनासम्म, वातावरणमा 6 महिनासम्म र घाउका खाटाहरूमा वर्षांशसम्म बाँच्न सक्छ। यो भाइरस 2% को फिनेलमा 15 मिनेटमा नष्ट हुन्छ। त्यस्तै सोडियम हाइपोक्लोराइडको प्रयोग गरेर पनि यो भाइरस नष्ट गर्न सकिन्छ। रोग सर्ने तरिका: रोगी पशुसँगको प्रत्यक्ष सम्पर्कबाट। संक्रमित माउको दूध चुस्दा पाठापाठीमा सर्न सक्छ। घाउको खाटालाई किरा, झिङ्गा, मुसा, किर्ना, हावा आदिले एक ठाउँबाट अर्को ठाउँसम्म पुर्याई फैलाउन मद्दत गर्दछन्। लक्षणहरू: संक्रमण भएको 12 देखि 14 दिनमा रोगका लक्षण देखिन सक्छ। सुरुमा ज्वरो आउने र 2 देखि 5 दिनपछि फोका उठ्ने हुन्छ। फोकाहरू 0.5 देखि 1 सेन्टिमिटरसम्मका हुन्छन्। सुरुमा रौँ नभएका भागहरू टाउको, कल्चौडो आदिमा देखिन्छ र पछि सम्पूर्ण शरीरभरि देखिन्छ। लिम्फ नोडहरू सुन्निने, आँखाका परेलाहरू सुन्निएका हुन्छन् र आँखाबाट चिप्रा र नाकबाट सिङ्गान बग्दछ। बाख्रा क्रमशः कमजोर हुने, भर नपाउने हुने र उठ्न नसक्ने बन्छ। पछि निमोनियाको कारण सास फेर्न गाह्रो भई मर्छ। ज्वरो आए तापनि घाँस पानी खाइरहन्छ, तर घाउको घाउले कठिन भएपछि खान सक्दैन। निदान: प्रयोगशाला परीक्षणको आधारमा। यकिन पहिचानको लागि प्रयोगशाला परीक्षण गर्नुपर्दछ। भाइरस आइसोलेसन गरेर, पीसीआर विधिबाट, एन्टिजेन परीक्षण गरेर, सिरोलोजिकल परीक्षण, हिस्टोप्याथोलोजी, नमुना सङ्कलन तथा प्रेषण, घाउका पाप्राहरू, सिङ्गान र कचेरा, रगत, सिरम र टिस्युका नमुनाहरू। नमुना पठाउनु अघि पठाउन लागेको प्रयोगशालामा सम्पर्क राखी उपयुक्त नमुना र पठाउने विधिबारे जानकारी लिएर सोही अनुसार गर्न जरुरी हुन्छ। छुट्याउनु पर्ने मिल्दाजुल्दा अन्य रोग तथा अवस्थाहरू: कन्टेजियस इक्थाइमा, मुख्यतया मुख वरिपरि मात्र घाउ हुन्छ। खोरेत, एफएमडी, मुख्यतया मुख र खुट्टा वरिपरि घाउ केन्द्रित हुन्छ। निल्जिने। रोग नियन्त्रण विधि: क. उपचार: यो रोगको ठोस उपचार छैन। पशु चिकित्सकको सल्लाह बमोजिम एन्टिबायोटिक औषधिहरू प्रयोग गर्न सकिन्छ। ज्वरोको औषधि दिन सकिन्छ। घाउ भएको ठाउँमा एन्टिसेप्टिक जस्तै मर्क्युरोक्रोम, पोभिडोन आयोडिन, पोटास पानी आदि प्रयोग गर्न सकिन्छ। जीवाणुजन्य थप संक्रमण रोक्न पशु चिकित्सकको सल्लाह बमोजिम एन्टिबायोटिक प्रयोग गर्न सकिन्छ। तर याद राख्नुहोस्, एन्टिबायोटिक यो रोगको उपचार होइन, त्यसकारण जथाभावी प्रयोग नगरौँ। ख. रोकथामका उपायहरू: रोग बारम्बार देखिने ठाउँमा खोप लगाउन सकिन्छ। नेपालमा हालसम्म यो रोग विरुद्ध खोप लगाइएको छैन। हालसम्म नेपालमा यो रोगको खोप उपलब्ध छैन। संक्रमित पशुलाई बथानबाट अलग्गै राखेर उपचार गर्ने। थुनलाई एन्टिसेप्टिक झोलमा डुबाउने। टिट डिपिङ। नयाँ पशु खरिद गर्दा पक्सका लक्षण भए नभएको याद गरी स्वास्थ्य पशु मात्रै खरिद गर्ने। नयाँ भेडा बाख्रा ल्याएपछि पुरानो बथानमा 45 दिनपछि मात्र मिसाउने। संक्रमित पशुको दूध पाठापाठीको लागि प्रयोग नगर्ने। रोग फैलिएको क्षेत्रमा भेडा बाख्रा ओसार पसारमा नियन्त्रण गर्ने।